तर लक्ष्मीलाई लिन आएको। हजुर लक्ष्मीको त के भयो लक्ष्मीलाई? बिहे भयो हजुर, 2वटा बच्चा पनि भइसके। शम्भु, तातेलाई यो कुरा मन परेन। त्यसको कुरा छिनेकोलाई त मैले छिनाइसकेको थिएँ। त फेरि यति छिटो कसले बिहे गर्यो त्योसँग? चाँडै कहाँ हो र हजुर, 4 वर्ष बितिसक्यो। हजुरले त्यो मानबहादुरलाई छिनाइदिएपछि लक्ष्मी पनि पागल जस्ती भएकी थिए। त्यसपछि हजुर सिलाङ्गे काजीको छोराले आएर बिहे गरेछ। पढे लेखेको रहेछ हजुर। लक्ष्मीको माया मार्नुहोस् हजुर। अब अरू पनि पाइन्छ केटीहरू हजुरलाई। केटी पाइन्छ शम्भु, तर लक्ष्मी लक्ष्मी हो। घर कहाँ छ? खरिबोटेको छेउमा छ। खरिबोटे चाहिँ कहाँ छ? काजी बाबुको घरको छेउमा छ। दुईटै चाहिँ कहाँ छ? छेउछाउमै छ। छेउछाउ कहाँ छ? छेउमा छ। काम गर्ने मानिस नभएर पनि साह्रै थाकियो। 4 भागमा छु। त किन आइस? तेरो पूजा गर्न। क्या संजोग? लक्ष्मी पूजाको रातमा लक्ष्मीको हातमा लक्ष्मी नै लक्ष्मी भर्खरै आए जेलबाट। तलाई भेट्न तेरो गाउँ गएको थिएँ। त्यहाँ खबर पाएँ मैले कि तेरो बिहे भयो। पाउला भए म खुसीले। त्यहाँबाट म यहाँ आएको तलाई शुभकामना दिन। अब गए हुन्छ। माथि तलाई मैले यहाँ नआइज भनेको होइन? किन आइस? डोमासँग मेरो बिहेको कुरा छिनेको थियो हजुर, र केही पैसा कमाउनु म परदेश गएको थिएँ। मेरो सहारामा ऊ एउटै हो, डोमा मात्रै। उसलाई छोडिदिनुहोस् हजुर। डोमा तसँग जान्न भन्छे? त्यसो भए म एकपटक आफै डोमालाई सोध्छु हजुर। के रे? डोमालाई सोध्ने? तैँले डोमालाई सोध्ने? भन्, त यस मान्छेसँग जान्छेस्? यस जडियासँग जान्छेस्? म के बोल्न सक्दिनँ। जाँदिन। अब तिमी यहाँबाट जाऊ। यो जेसको हुकुम हो। म डोमालाई नलिकन जान्न यहाँबाट। डोमालाई नलिकन जान्न यहाँबाट। मलाई यो कुरा मन परेन। फाल्दे यसलाई। नमस्ते। हजुरहरूको के समस्या छ? छैन हजुर, केही समस्या छैन। छैन हजुर, छैन। त्यो रिउटे त त्यति साह्रो घमण्डी बाछो। त्यो मात्रै कहाँ हो र हजुर, त्यसले मलाई मार्नलाई झन्डै जम्टिएको। मैले पनि झन्डै पिटाइदिएको थिएँ हजुर। शम्भु हजुर, त्यो रिउटेलाई तँलाई नभने हाम्रो गाउँको रीतिरिवाज जम्मै बिग्रिन्छ। त्यसले मसँग ऋण पनि लिएको छैन, तर तैँले एउटा कागज त बनाउन सक्छस् नि। त्यो त मेरो देब्रे हातको खेल हजुर। नत्र भने सारा गाउँलेहरूलाई हजुरको मुठीमा पार्न कसरी सकिन्थ्यो? तेरो यो कुरा मलाई मन पर्यो। या त्यो रिउटेको पनि सही छाप मास्टर नाथे धेरै माथि। गाउँको केटाकेटी पनि पढ्न थाल्यो रे। कहाँ केटाकेटी मात्र हजुर, गाउँका बुढाबुढीहरू पनि जाँदैछन्। हो र? गाउँका सारा तरुणीहरू पनि। ए शम्भु हजुर, त्यो बाजु जमिन छ नि? कुन चाहिँ जमिन हजुर? त्यो काजी बाबुको, जसको खानदानलाई मैले खतम गरेँ हो। त्यो जमिनमा एउटा आरा मिल खोल्नुपर्छ र त्यही सर्नुपर्छ। त्यो जमिन कुनै पनि मूल्यमा बेच्न चाहन्न। किन बेच्न चाहन्न? मास्टरसित लसपसेकी छे रे। हो हजुर। डोमासँग त्यत्रो ठुलो बदनाम भएर पनि? खोइ हजुर, यो मास्टरले के गर्यो गर्यो,
सारा गाउँलेहरू चुपचाप छन्। हाम्रो आरामिलको कुरा छ नि, सरकारसँग पोल लागेछ। पाठशालाको हिसाब किताब छ नि, हो त्यसको पनि 10 दिनभित्र तुरुन्त हिसाब किताब बुझाउनु भने आदेश आएको छ। अब यस गाउँमा सरकारी मान्छे त आउने नै भयो, तर शम्भु यस गाउँमा तिम्रो जेस बाबु कति धेरै माथि। त फेरि त्यो मास्टर यति माथि किन? मलाई यो कुरा मन परेन। पिताजी हजुर, त्रिशुली खोलामा मान्छेको लास नबगाएको धेरै भयो। शम्भु, त्यो मास्टरको लास त्रिशुली खोलाको माछाहरूलाई जेस बाबुको तर्फबाट जेस बाबु जनसेवक बाबु तिमीहरू अझै बाँचेको रहेछौ, मलाई यो मन पर्यो। तर अब त बाँच्दैनस्, म तँलाई मार्छु। लाडा धेरै माथि त कराएर केही फाइदा छैन। त एउटा पखेटा काटेको चरी त होस्, बुझिस? मलाई मार्नको लागि बदलाको ज्वालामा धड्किने मुटु मात्रै होइन, बल पनि चाहिन्छ, बुद्धि पनि चाहिन्छ। त्यो तसँग छैन। राति यस दुनियाँमा हरेक पापीको अन्त हुन्छ। त जति नै शक्तिशाली भए पनि त अजम्बरी हुँदैनस्, तेरो पनि अन्त हुन्छ। एकपटक भनिदे, मेरो छोरा कहाँ छ? तेरो यो कुरा मन पर्यो, छोराको कुरा। तर तेरो छोराले जो गर्यो त्यो मलाई मन परेन। लक्ष्मी, त तेरो छोरालाई भेट्न चाहन्छेस् होइन? त्यसको लागि मेरो एउटा सानो काम गर्नुपर्छ। त्यो जग्गा बाजु जमिन छ नि, त्यसमा म एउटा आरामिल खोलेर जनताको सेवा गर्न चाहन्छु। तेरो पनि पाप काटिन्छ। म तँलाई त्यो जग्गा दिन्न राते। तेरो खुसी जग्गाको लागि सही छाप गरिस् भने तैले तेरो छोरोको मुख हेर्न पाउँछेस्, नत्र मलाई थाहा छैन तेरो छोरा कहाँ छ। ठीक छ, पहिला मलाई मेरो छोरा फर्काइदे। जेस बाबु कसैमाथि पनि विश्वास गर्दैन। सही छाप गरिदे त तैले तेरो छोरा भेट्छस्। मलाई सोच्न दे। सोच।